हेलो साथीहरू, गुड मर्निङ। स्वागत छ तपाईँहरूलाई मेरो अर्को ब्लगमा। र म चाहिँ आज दिउँसो के काम गर्छु तपाईँहरूलाई देखाउने नै छु। र आज बिहानको मौसम हेर्नुहोस् कस्तो छ हाम्रो गाउँतिर। र आजको बिहानको मौसम यस्तो छ। म चाहिँ भर्खर उठेर अहिले 7 बजिरहेछ, भर्खर उठेर मुख धोएर यसो भिडियो स्टार्ट गरेको। र यो चिज तपाईँहरूतिर पाउँछ पाउँदैन हेर्नुहोस्। यो अल्चा पाउँछ पाउँदैन कमेन्ट गर्नुहोस्। अल्चा खान मन छ भने सम्पर्क गर्नु होला। ल हेर्नुहोस् यस्तो छ अल्चा। यतिखेर अल्चाको सिजन हो, पर पनि छ। हेर्नुहोस् कतिको लट्टा फलिरहेछ अल्चा। र मौसम चाहिँ यस्तो छ बिहानको। र म यहाँ छु अल्चाको बोटको छेउमा है। ल अब एकछिन भएर दिउँसो म के गर्ने छु तपाईँहरूलाई देखाउने छु, एन्जोय गर्नुहोस्। हेलो साथीहरू, आजको मेरो काम रहेको छ मकै दोहोरी गर्न। हेर्नुहोस् मकै यत्रो भयो, साथमा कोदालो पन्जा लिएर म टक्क मकै बारीमा जाँदैछु। हेर्नु मम्मी काकीहरू अघि खन्दै हुन्छ। मकै यत्रो भइसकेछ, मभन्दा ठुलो भइसक्यो मकैहरू। टक्कसँगले आज मकै गोड्नु पर्ने छ। मकै यस्तो छ, घर यस्तो। मकै चाहिँ मभन्दा ठुलो छ नि, दोहोरी गर्नुपर्ने अरे आज। हो मम्मी र काकी यति पनि सक्नुभयो। हुन्छ मम्मी र काकी आज सक्नुपर्ने। हेलो साथीहरू, अहिले चाहिँ हामीले एउटा गरेर खनिसकेको। ल गर्मी भएर यस्तो छ। यहाँ हुनुहुन्छ मेरो खेतालाहरू। लास्टै गर्मी छ। ल हेलो साथीहरू, अहिले चाहिँ हामीले 3 गरेर खनिसकेको। तर खाजा खाने बेलामा पानी आयो। टक्क लाएर हेर्नु त पर पानी कत्रो हुँदैछ उतातिर। के गर्ने, पानीले पुरा पानी पर्दैछ। अब खाजा खानु जानु लाग्यो। दाइले खाना बनाइसक्यो अरे। खाना भने खाजा खानु जानुपर्ने हुन्छ। ल एकछिनमा भेटौँ साथीहरू। यो रहेको छ आजको हाम्रो खाजा, भैँसीको मासु र चाम्रे। र खानुपर्ने अब यस्तो। ल है त। ल अहिले चाहिँ खाजा पनि खाइसक्यो। र ठ्याक्कै खाजा खाइसक्दाखेरि पानी पनि रह्यो। हेर्नुहोस् मौसम यस्तो भयो। पानी रहेपछिको मौसम। अघि त पुरा पानी परेको थियो। अहिले अनि यत्रो देखेको सबै गोडिसक्यो। अब उता पर छ गोड्नुपर्ने, त्यहाँ गोड्नु जानुपर्ने छ। ल अब एकछिनमा भेटौँ है त गाइज। ल साथीहरू, अहिले चाहिँ खाजा खाएर म बारीतिर लागेको। अब चाहिँ यो गोड्नुपर्ने छ। तल मम्मीहरू तल हुन्छ, काकीहरू तल गोड्दै हुन्छ। अब चाहिँ यो गोड्नुपर्ने। यो देखेको यत्रो टार छ। र यहाँ हेर्नुहोस् अल्चा पाक्नु लागेको छ। बडा अमिलो छ। ल एकछिनमा भेटौँ। हेलो साथीहरू, म चाहिँ अहिले मकै गोडिसकेर भन्दा पनि मकै गोड्दै बल खेल्न हाम्रो नयाँ गाउँमा आइसकेँ। अब नयाँ ग्राउन्डमा हिजो अस्ति 2-4 दिन भयो खेल्न थालेको। यस्तो छ हाम्रो नयाँ ग्राउन्ड।
केटाहरू खेल्दैछन् टक्कसँगले र अब म पनि रेडी हुनुपर्ने हुन्छ ल आजलाई यति नै